नमस्ते साथीहरू, यहाँहरूलाई एडुसपमा स्वागत छ। म सुनिल छेत्री। लोकसेवा आयोगको शाखा तहको न्याय सेवातर्फ तपाईहरु यदि इंग्लिश मिडियममा तयारी गर्न चाहनुहुन्छ भने एडुसप एकेडमीमा हामीले यही आउँदो बुधबारदेखि बिहान 6 बजेको समयमा तपाईहरुमा शाखा अधिकृतको जुन तृतीय पत्र अन्तर्गत जुन समसामयिक कानुन तथा अभ्यास जुन कन्टेम्पोरेरी ल एन्ड प्र्याक्टिस रहेको छ, यसको हामी तपाईहरुमा लाइभ क्लास लिएर आउनेछौँ। सो तपाईले पक्कै पनि यो अघिल्लो हप्ताको चाहिँ शनिबार हजुरले डेमो क्लास पक्कै पनि हेर्नु भयो होला। सो यदि तपाईहरु डेमो क्लास हेर्नु भएको छैन भने तपाईहरु जति पनि साथीहरु यो भिडियो हेर्दै हुनुहुन्छ, हजुरहरु चाहिँ हाम्रो WhatsApp कम्युनिटी छ, ठीक छ। तपाईहरु चाहिँ हाम्रो यो WhatsApp कम्युनिटीमा जोइन हुनु होला। यो भिडियोको डिस्क्रिप्सनमा डेमो क्लास र पीडीएफ नोट्सको लागि हाम्रो WhatsApp कम्युनिटीमा जोइनुहोस् भनेर चाहिँ लिंक राखिएको छ। त्यो लिंक क्लिक गरेर तपाईहरु जोइन गर्नु होला। त्यहाँ हामी चाहिँ यो डेमो क्लासको चाहिँ भिडियो चाहिँ हामीले पिन गरेर राखेका छौं। तपाईहरु त्यो पिनमा गएर तपाईले चाहिँ जुन हाम्रो लिंक छ त्यो लिंकको थ्रु हजुरले चाहिँ अस्तिको डेमो क्लासको तपाईले भिडियो हेर्न सक्नुहुन्छ। र यो कोर्समा चाहिँ म फेरि ब्याक आएँ। यो कोर्समा चाहिँ तपाईहरुले चाहिँ के पाउनुहुन्छ त, हामी कसरी गर्छौं भन्ने कुरामा चाहिँ हामी अस्ति हामीले जुन ओरिएन्टेसन क्लास गर्यौं त्यहाँ तपाईहरु धेरै जना त आउनु भयो, कति जना मिस पनि गर्नु भयो। र त्यहाँ आउनु भएको मध्ये धेरैले चाहिँ इंग्लिश मिडियममा चाहिँ क्लास गरौँ भन्नुभएको भएर चाहिँ हामीले इंग्लिश मिडियममा चाहिँ क्लास कन्डक्ट गर्ने चाहिँ हामीले डिसिजन लिएका छौं अहिलेको लागि। र तपाईहरु यदि क्लासमा चाहिँ आउनु भ्याउनु भएन त तपाईहरु साच्चै नेपाली मिडियम पनि पढ्न चाहने हो भने तपाईहरु चाहिँ त्यहाँ मसँग नि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। नभए हजुरले चाहिँ त्यो ग्रुपमा तपाई जोइन भइसकेपछि म तपाईलाई छुट्टै एउटा जुम आईडी पासवर्ड दिएर तपाईलाई चाहिँ म छुट्टै एउटा ओरिएन्टेसन क्लास गर्नेछु। तपाईहरु त्यहाँ आउनु होला, म त पहिले इन्फर्म गर्नेछु। र त्यहाँ हाम्रा जो फ्याकल्टीले तपाईलाई चाहिँ नेपाली मिडियम पढाउनुहुन्छ उहाँ आउनुहुन्छ र तपाईलाई चाहिँ फेरि नेपाली मिडियमको लागि चाहिँ हामी कसरी पढ्ने त्यसको बारेमा हामी तपाईहरु समक्ष डिस्कस गर्नेछौँ। र यो इंग्लिश मिडियमको क्लासमा चाहिँ हामीले तपाईलाई ओभरअल यो कोर्समा लाइभ क्लासमा जोइन भइसकेपछि तपाईलाई चाहिँ हामी लगभग 6 डेजको कोर्स हुन्छ, जहाँ तपाईको चाहिँ 5 डे चाहिँ हामी तपाईलाई चाहिँ कन्सेप्ट बेस्ड तपाईलाई चाहिँ लर्निङ गराउँछौँ, ठीक छ। जहाँ तपाईको चाहिँ यो केस स्टडीजहरु कुराहरु छन् हैन, त्यसको बारेमा चाहिँ विशेष हामी फोकस गर्दै तपाईलाई चाहिँ पढाउँछौँ। र 1 डे चाहिँ तपाईले चाहिँ राइटिङ स्किलसँग समेत पनि हामी त्यसमा तपाईलाई चाहिँ यो कभर गराउँछौँ, कसरी लेख्ने भनेर, त्यो टपिकसँग कस्ता कस्ता प्रश्न आउन सक्छन्, त्यसले कसरी डिल गर्ने, त्यो टाइपको चाहिँ हाम्रो सेसन रहनेछ। र सँगसँगै तपाईको के डाउट छ भने जुन 5 दिन पढेको विषयमा त्यसलाई हामी छलफल गर्नेछौँ एक्स्ट्रा हैन। सो यसरी हामी क्लास गर्छौँ। र तपाईं सबै क्लास चाहिँ लाइभ हुन्छ, त्यो एकदम इन्टरेक्टिभ तरिकाले तपाईले चाहिँ पढ्नुहुन्छ। सरसँग तपाईले मजाले इन्टरेक्सन गर्दै पढ्न सक्नुहुन्छ र सबै लाइभ क्लासको तपाईले ब्याकअप भिडियो पाउनुहुन्छ। र तपाईहरुको अन्तिममा फेरि हामी एक्जाम आउनुभन्दा पहिला हैन 1 हप्ताको तपाईको चाहिँ तपाईहरुमा चाहिँ हामी रिभिजन सेसन भनेर चाहिँ हामी गर्नेछौँ। र जहाँ तपाईको के क्वेशन एन्सर छ भने त्यसलाई पनि हामी डिस्कस गर्नेछौँ। सो यसरी चाहिँ हामी तपाईलाई चाहिँ पढाउने यो प्लान गरेका छौँ। सो तपाईहरु यदि अब पढ्ने नै हो भने चाहिँ तुरुन्तै एडुसपमा कन्ट्याक्ट गर्नु होला र तपाईहरु चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ। साथै जो साथीहरु नायब सुब्बाको तयारी गर्ने साथीहरु हुन्छ, तपाईको लागि चाहिँ हामी यही आउँदो बुधबारदेखि चाहिँ बेलुका 8 बजेको समयमा चाहिँ ओरिएन्टेसन क्लास गर्न गइरहेका छौँ। सो तपाईहरु फटाफट तपाई जति पनि साथीहरु यो भिडियो हेर्नुहुन्छ तपाईहरु फटाफट हाम्रो चाहिँ यो हाम्रो WhatsApp कम्युनिटीमा जोइन हुनु होला। र जो साथीहरु अलरेडी जोइन हुनु भएको छ तपाईलाई त्यहाँ हाम्रो पोस्ट आउँछ र पोस्टमा दिएको जुम आईडी पासवर्डद्वारा तपाईले चाहिँ बुधबार बेलुका 8 बजेको समयमा तपाईहरु चाहिँ हामीसँग चाहिँ यो जुन नायब सुब्बाको न्याय हैन सेवातर्फको चाहिँ जुन थर्ड पेपर छ त्यसको बारेमा तपाईलाई चाहिँ हामी यसमा कसरी क्लास गर्ने, हाम्रो के हुन्छ, हाम्रो सर्भिस तपाईलाई हामी कसरी यो ओभरअल चाहिँ यो विषयवस्तुलाई चाहिँ कभर अप गर्छौं त्यसको बारेमा हामी जानकारी दिनेछौँ। र सँगसँगै सिलेबस डिस्कसन र एक्जाममा सोधिएका क्वेशनलाई कसरी लेख्ने, थोरै तपाईलाई चाहिँ यो हाई स्कोरिङ टेक्निक र सिलेबसलाई कसरी हामी चाहिँ ब्रेकडाउन गरेर चाहिँ त्यसलाई चाहिँ पढ्ने त्यसको बारेमा तपाईलाई चाहिँ हामी एज अ ओरिएन्टेसन क्लासको रूपमा तपाईहरुमा चाहिँ आउँदैछौँ। सो जति पनि साथीहरु जो नायब सुब्बाको लागि हुन्छ तपाईहरु चाहिँ हाम्रो यो WhatsApp ग्रुपमा चाहिँ रहनु होला। यहाँ तपाईलाई डेमो क्लास र तपाईको चाहिँ पीडीएफ नोट्सको पनि हामी के तपाईलाई चाहिँ यहाँ स्याम्पल तपाईलाई चाहिँ हामी राखिदिन्छौँ, ठीक छ। र जो साथीहरु यो भिडियो हेर्दै हुनुहुन्छ एडुसप एकेडमीको फेसबुक र युट्युबबाट भने यो भिडियोको डिस्क्रिप्सनमा यो हाम्रो WhatsApp कम्युनिटीको चाहिँ लिंक राखिएको छ, त्यो लिंक क्लिक गरेर तपाईले जोइन हुनु होला। र त्यहाँ म तपाईलाई फेरि हैन बीचमा तपाईलाई म डेमो क्लासको चाहिँ म लिंक शेयर गरिदिन्छु र त्यो लिंकको थ्रु तपाईले चाहिँ हाम्रो जुन अस्ति शनिबार भएको चाहिँ यो हाम्रो क्लासको चाहिँ डेमो क्लास हेर्नु होला। जसले मिस गर्नुभएको छ हेर्नु होला। र तपाईहरु जति पनि साथीहरु हुनुहुन्छ यदि तपाईहरु पढ्ने नै हो भने चाँडो तपाईहरु चाहिँ एडुसपमा कन्ट्याक्ट गरेर चाहिँ तपाई कोर्समा इन्रोल होला। सो कोर्स फी एकदमै न्यूनतम छ, धेरै खासै तपाईको छैन है। र तपाईको लागि चाहिँ स्पेशल हाम्रो अर्को अफर पनि छ। यदि तपाईहरु सेकेन्ड थर्ड पेपरको चाहिँ रेकर्डेड भिडियो जुन इंग्लिश मिडियममा तपाई पढ्न चाहनुहुन्छ सेसन फिसको भने त्यो पनि तपाईलाई चाहिँ हामी प्रोवाइड गर्न सक्छौं र नोमिनल फी लिएर। र सँगसँगै यो प्रोडक्ट चाहिँ एडुसप एकेडमीले तपाईहरुमा स्पेशल कोर्स लिएर आउँदैछ जुन चाहिँ सेकेन्ड थर्ड पेपरको चाहिँ कम्प्लिट पास्ट इयरमा सोधेका सबै क्वेशनहरुको चाहिँ हामी तपाईहरुमा लाइभ तपाईहरुमा सोलुसन प्रोवाइड गर्नेछौँ।
है। सो यो कोर्समा पनि तपाईँ जोइन हुन चाहनुहुन्छ भने हामी तपाईँलाई त्यो पनि उपलब्ध गराउँछौँ। सो सबै कुराहरू तपाईँले चाहिँ यो एकमुष्ट हाम्रो कोर्समा पाउन सक्नुहुन्छ। त्यसको लागि तपाईँले वाट्सएप गर्न सक्नुहुन्छ। यो नम्बर तपाईँले वाट्सएप गर्न सक्नुहुन्छ। साथै 9851125599 पनि तपाईँले चाहिँ मलाई सिधै वाट्सएप गरेर पनि हजुरले चाहिँ यो कोर्ससँग सम्बन्धित थप जानकारी तपाईँहरू चाहिँ लिन सक्नुहुन्छ। सो वाट्सएप गर्नु होला। म तपाईँलाई चाहिँ तपाईँको क्वेसन्सको पक्कै पनि एड्रेस गर्नेछु, तपाईँलाई रिप्लाई गर्नेछु। र तपाईँहरू जति पनि साथीहरू हुन्छ चाँडोभन्दा चाँडो जोइन गर्नु होला, किनकि यो सुनौलो अवसर छ। हेर्नुहोस् 60 जनाको भ्याकेन्सी एनाउन्स गरेको छ होइन लोकसेवाले न्याय सेवातर्फ। तपाईँ 60 जना मध्ये तपाईँहरूको लागि एउटा सिट एभाइलेबल छ। सो यो सोचेर तपाईँले पढ्नु पऱ्यो र तपाईँहरूलाई पास गर्नको लागि जति तपाईँले चाहिँ हामी यो स्टडी मेटेरियल प्रोभाइड गर्नुपर्ने, जति तपाईँले चाहिँ कन्टेन्ट प्रोभाइड गर्नुपर्ने छ त्यो हाम्रा विषय विज्ञ सरले तपाईँलाई चाहिँ पक्कै पनि गराउनुहुन्छ। र यो अलरेडी तपाईँले डेमो क्लासमा हेरिसक्नुभयो। सरले तपाईँले कसरी पढाउनुहुन्छ, कसरी पढ्नुपर्छ त्यसको आइडिया पनि दिनुभयो र पास्ट इयरमा सोधेका क्वेसनहरू पनि तपाईँले चाहिँ कसरी एनालाइज गर्ने, कसरी लेख्ने त्यो पनि हामीले तपाईँलाई चाहिँ सिकाएका छौँ। त्यो हाम्रो वाट्सएप कम्युनिटीमा छ। सो तपाईँहरू चाहिँ हाम्रो वाट्सएप कम्युनिटीमाको लिङ्कमा क्लिक गरेर जोइन होला र त्यहाँ रहेको चाहिँ लिङ्क क्लिक गरेर हजुरले चाहिँ त्यो भिडियो तपाईँले चाहिँ हेर्नु होला भन्दै र यहाँहरूले पक्कै पनि यो भिडियोलाई आफ्नो साथीहरूमा पनि सेयर गर्नुहुनेछ भन्ने आशा राख्दै म यो आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते।